अस्तिको आन्दोलनको बारेमा पनि केही भन्दिनु न अस्तिमा चाहिँ के रिसर्च गर्नु अस्तिको आन्दोलनमा चाहिँ अब यो नेपालको चार्ट हामीले हेर्नुपर्ने भयो होइन अब नेपालको चार्टमा यो चाहिँ अब 25 सेप्टेम्बर 1768 को दिनमा होइन 12 बजेको समय राख्दाखेरि धनु लग्न आयो राशि चाहिँ कुम्भ राशि आउन गएको छ होइन त्यो अनुसारले यो कुण्डलीलाई चाहिँ टेस्ट पनि गरियो टेस्ट कसरी गरियो त भन्दाखेरि यो चार्टले प्रजातन्त्र दिवसलाई पनि एक्सप्लेन गर्नुपर्ने हुन्थ्यो होइन र प्लस तपाईँको चाहिँ पञ्चायत व्यवस्था आएको कुरालाई पनि म एउटा सानो रोकिहालेँ सरले चाहिँ यो नै पार्टिकुलर टाइममा नेपाली कुण्डली किन बन्यो त भन्ने कुरा चाहिँ अहिलेको किताब कुन रहेछ यो किताबको आधारमा मान्नु भएको रहेछ एकचोटि देखाइदिनु हाम्रो अडियन्सले यो किताबको आधारमा मान्नु भएको रहेछ अनि यहाँ चाहिँ सरले के गर्नुभयो त भन्दाखेरिमा पृथ्वीनारायण शाहले भक्तपुरलाई जब आक्रमण गरेर जित्नुभयो अनि त्यो बेला चाहिँ सबै नेपाल एकीकरण भएको टाइम चाहिँ भक्तपुर आक्रमण गरिसकेपछि भनेर चाहिँ राख्नु भएको छ होइन त्यसपछि पनि एकीकरणको क्रम त बस्यो भयो तर एउटा लेभलको रिजिट चाहिँ भक्तपुर पछाडि भयो नि त नेपाल भनेर चिनियो हो अदरवाइज त अब धेरै राष्ट्रहरू आफ्नो तरिकाले थिए भक्तपुरले एउटा जितिसकेपछि एक खालको एकीकरण भयो त्यसको कान्तिपुर भ्यालीमा जोड दिएपछि अब होल एउटा नेपाल भयो बन्न गयो भन्ने कुराहरू अनि मलाई जहाँसम्म लाग्छ अलिक पहिला यो भक्तपुर नेपाल के अरे काठमाडौँ ललितपुरलाई एउटै के भन्थ्यो नि एउटा ढिक्कामा हामीले जोडिन्थ्यो नि तिनटालाई क्या नेपालै भनेको यसलाई भनिन्थ्यो नेपाल नै भनिन्थ्यो नेपाल भनिन्थ्यो त्यही त नेपाल यो तिनटा अनि त्यो सरले एउटा क्यालकुलेसन गरेर अनि यो क्यालकुलेसनमा चाहिँ अहिले हजुरले मलाई भन्नुभयो अनुसारले पृथ्वीनारायण शाहको पनि दशान्तर प्रत्यन्तर दशामा उहाँको चाहिँ यो कम्बिनेसन्सहरू रन गर्दाखेरि मात्रै कुनै एउटा राज्य हडप्ने जित्ने खालको कम्बिनेसन्स रन गर्नु भएको भनेर पनि राख्नु भएको रहेछ नि त होइन त्यो र यो ट्याली गर्दै हुनुहुन्छ होइन हजुर प्लिज भनिदिनु भन्नुहोस् न अब यसमा चाहिँ खास यो किताबमा हाम्रो यो वीरेन्द्र प्रसाद कायस्थ सरले लेख्नु भएको किताबमा चाहिँ पृथ्वीनारायण शाहको कुण्डली नै छ उहाँ चाहिँ सिंह लग्नको कुण्डली छ हजुरको होइन चन्द्रमा सिंह त हुनै पर्यो रोयल ठामबार त हुनै पर्यो र त्यो सिंह लग्नको कुण्डली हुँदाखेरि चाहिँ उहाँको यहाँ किताबमा के लेख्नु भएको छ उनको कुण्डलीको विचार गर्दा त्यस समय बृहस्पतिको महादशा शुक्रको अन्तर राहुको प्रत्यन्तर अर्थात् पञ्चम स्थानको मालिकको महादशामा राज्य स्थानको मालिकको अन्तर्दशामा आय स्थानको स्थित रहे आय स्थानमा स्थित रहे जितेको भन्ने अनि अर्को कुरा एउटा कस्तो हुन्छ भने यो के अरे राज्य जित्नको लागि चाहिँ जहिले पनि 5th हाउस भन्ने कुरा चाहिन्छ नि त अनि यहाँ अहिले रिसर्चमा राख्नु भएको यो चाहिँ कसरी मिल्न गयो भन्दाखेरिमा राज्यको जस्तै यो चेयरमा हजुर बस्नु भएको छ नि त अहिले यो चेयर भनेको चाहिँ एउटा कुनै एउटा रिजिड स्थान ठाउँ हो नि त्यो एउटा अनि राज्य चेयर सिओ बस्ने हाकिम यो सबै कुराहरूलाई चाहिँ यो चाहियो कि त्यो भएर यो जस एकदम मजाले ट्याली गरेर राख्नु भएको छ यो सबै कुराहरू यो चिजबाट चाहिँ अब त्यो भएर यो कुण्डलीको टाइमिङ पनि धनु लग्न लिएर आउनु खोजेको कारण त्यो एउटा पनि भयो प्लस धनुको अघि भने जस्तै हाम्रो डाँडाको सिग्निफिकेन्सवालाहरू पनि आउनु भयो अनि म एउटा सानो अडियन्सलाई भनिहालेँ सरले चाहिँ यो धनुको नेपालको चाहिँ धनु लग्नबाट भन्नुभएको रहेछ अनि खास धनु भनेको चाहिँ डाँडागाडा हो नि त सर होइन अनि डाँडागाडा भने हाम्रो नेपालको चाहिँ लगभग अब धेरै भूभाग नै डाँडागाडा माउन्टेन्सहरू भयो भने चाहिँ त्यो टिपिकल्ली धनुको अंश आउनुपर्ने क्या अब यो कस्तो एकदम सानो कुराहरू तर दिमागमा ख्यालै गरी आउँदैन अनि हजुर जस्तो रिसर्च गर्ने मान्छेहरूले चाहिँ त्यो सानो त्यो कुराहरूलाई चाहिँ टिपिक्क टिपेर राख्नु भएको रहेछ कि यो चाहिँ कस्तो सुरु नै योबाट मन पऱ्यो कि मलाई धनु लग्नको इनर्जी हुनुपर्ने नेपालमा भन्ने यो चाहिँ मन पऱ्यो कि मलाई धनु लग्नको एउटा वारियर सिम्बोलिजम र प्लस त्यसमा धनुले पनि कुनै न कुनै किसिमको चाहिँ ट्रान्सफर्मेसनलाई रिप्रेजेन्ट गरेर हुन्छ पहिला चाहिँ अब जनावरबाट मान्छे हुने ट्रान्सफर्मेसनहरू भन्ने किसिमबाट हुनु तर ठिकै छ यसको ट्रान्सफर्मेसनको एउटा इनर्जी ट्रान्सफर्मेसनको ठेट शब्द चाहिँ स्कर्पियोबाट आउँछ त्यो ठाउँमा छ तर पनि एउटा दुईटा चाहिँ मिक्स माक्स भएर एउटा इनर्जी मोल्ड हुने खालको लेभलमा तल जनावरको माथि चाहिँ धनुषको बाँड मान्छे भन्न खोज्नु भएको सेन्स चाहिँ त्यो कुनै न कुनै किसिमको चेन्जेस त्यसले यसको पनि चाहिँ भनिदिनु न अडियन्सलाई किनकि नेपालको नवंश कुण्डलीमा सूर्य र नेपाल चाहिँ कहिले पनि कसैको अधीनमा बसेन त्यसलाई एकचोटि भनिदिनु हजुर हजुर जब यो धनु लग्नको कुण्डली बन्दाखेरि चाहिँ त्यतिखेर D9 नवंश कुण्डलीमा चाहिँ मेष लग्न आउने भयो मेष लग्न नवंशमा आउँछ र लग्न सूर्य चाहिँ उच्च भएर आएको छ त्यो कुनै पनि राजाले चाहिँ अब त्यो देश बनाइसकेपछि त्यहाँ चाहिँ राज संस्था भन्नु त्यो सूर्यले नै देखाइयो होइन भन्ने खालको अवस्था देखिन्छ र यो नवंश कुण्डली मङ्गल पनि कन्या राशिमा 6औं स्थानमा राहुसँग मैले सरी अलिकति मैले काटिदिएँ अर्को चाहिँ हामी नेपाली कसैको पनि अधीनमा स्वाभिमानी भएर बस्यौँ अधीनमा कहिले पनि बस्दै बसेनौँ नि त सूर्य नै लग्नमा उच्च भएर बसेपछि त कसैको अधीनमा हामीले हडपिएर कसैले सानो भएर राख्नु त चान्सै त्यो पनि यहाँबाट मर मेक्सेन्स गर्यो नि त त्यहाँबाट चेन्ज गर्ने भयो त्यसमा चाहिँ अब लडाइँमा नहार्नु अथवा लडाइँमा पनि एकदम राम्रो गर्नु भनेको 6औं भावमा
मङ्गल राहु त त्यो त कन्या राशिमा बस्दै त्यो त क्रुप पारेर त्यहाँ दुश्मनलाई त अचार बनाएर पिसाएर फालिहाल्छ मङ्गल राहुले छैटौँ त्यो त्यहाँ अवस्थामा आयो प्लस यो मङ्गल र यो सूर्यलाई शनिले दृष्टि दिइरहेछ भनेपछि चाहिँ यसमा चाहिँ अब खालि के भयो त शनिको दृष्टि पर्दाखेरिको कारणले गर्दाखेरि त्यहाँ अभाववाला सिर्जना चाहिँ भयो क्या नेपालमा चाहिँ कुनै न कुनै किसिमबाट चाहिँ होइन कुनै पनि चिज गर्न खोज्दाखेरि चाहिँ त्यहाँ केही न केही कुराको डिले वाला क्वालिटी चाहिँ आइ नै राख्यो अब यो मकर राशिमा मङ्गल भन्नु खोजेको मतलब चाहिँ अब यसमा चाहिँ कन्या राशिमा मङ्गल बसेको छ अब यो कन्या राशिको मालिक पनि बुध चाहिँ तेस्रो भावमा गएर बस्नु भएको रहेछ भन्दाखेरि चाहिँ तेस्रो भावले हामीले छरछिमेकहरू देखायो होइन छरछिमेकसँग यहाँ मर्करी बसेपछि चाहिँ यहाँ ट्रेडिङ हुने भयो 6 नम्बर मुभमेन्ट पनि कलहको ठाउँ पनि भयो होइन ट्रेडिङ पनि भन्ने भयो डेली बिजनेस पनि हामीले यहीँबाट काम पनि गर्ने भयो हाम्रो आर्मी पनि छिमेकमा गएर बस्ने भयो इन्डियामा चाहिँ गोर्खालीहरू गएर बस्न गएको राम्रो एउटा हो त नि है किनकि प्रारब्धको हिसाबले नेपाली जवानहरू इन्डियामा त भइ नै हाल्यो मोस्टली बाहिर पनि हुनुहुन्छ अनि बाहिरको भन्दा पनि टिपिकल छिमेकमै हुनुहुन्छ र प्लस ट्रेडिङको रूपमा पनि काम भयो ट्रेडिङको पनि थ्रु आर्मिज नै होइन त्यो सिग्निफिकेसन दिएको कारणले किनकि मङ्गलको डिस्ट्रिब्युटर भन्छ आर्मीको डिस्ट्रिब्युटर भन्छ मङ्गलको एउटा इनर्जी जानु पर्यो नि त अनि अब त्यो गीत एउटा याद आउँछ हटी हेर्ने डटी लड्ने नेपालीको बानी हुन्छ कहिले नझुक्ने सिरो उयोको स्वाभिमानी नेपाली हुन्छ यो लग्नको सूर्यले हामी नेपाली जस्तो सुकै होस् झुकेका नै पैसा होस् झुकेका नै सानो चाहिँ हुनै नसक्ने त्यो चाहिँ यो देशको कुण्डलीले हरेक नेपालीको त्यो इनर्जी पनि क्याप्चर गर्ने अवस्थाहरू चाहिँ देखियो जतिसुकै होस् झुक्न जान्दै जान्दैन क्या नेपालीले त्यो चाहिँ अब हाम्रो यो ठ्याक्कै यहाँबाट मेसेज गर्छ हजुर अब यहाँ चाहिँ कस्तो सिनारियो अर्को कुराहरू पनि आउँछ भन्दाखेरि सर होइन जस्तै अब हामीले सूर्यको प्रोग्रेसन लिनुपर्ने भयो क्या मेडिन चार्टमा चाहिँ होइन जस्तै अब हामीले दशा त हेर्ने भयो अब 2070मा 120 गर्दै हामीले जोड्दै जानु सक्यो त्यसमा तर अर्को एउटा सिस्टम चाहिँ हामीले चाहिँ मैले चाहिँ अब जस्तै प्रजातन्त्र दिवसलाई यो चार्टले एक्सप्लेन गर्नको लागि त्यो दिनको ट्रान्जिट हेऱ्यो होइन त्यो दिनको ट्रान्जिट हेर्दाखेरि त्यो दिन चाहिँ कस्तो रहेछ भने कुम्भ राशिमै सबै ग्रहहरू गएर बसेको थियो अब हाम्रो लागि चाहिँ के हो त कुम्भ राशिमा त चन्द्रमा छ प्रजातन्त्र दिवस त्यतिखेर के भयो त भन्दाखेरि सिंह राशिमा केतु गएर बसेको अवस्थाहरू भइरहेको थियो अहिलेकै जस्तै सिचुएसन है अहिले पनि केतु र राहु चाहिँ अहिलेको ट्रान्जिट पनि त्यही नै छ है हजुर केतु गएपछि त्यहाँ कुनै न कुनै किसिमको सरकार सम्बन्धी रिलेटेड चिजमा चेन्जेस आउनु पर्ने हुन्छ भत्किनु पर्ने अवस्था हुन्छ भन्ने कुरा देखायो आइसिसी ती चिजहरू किनकि केतुले चाहिँ हजुरले भने जस्तै सरकारको 5 नम्बर ठाउँमा जाँदाखेरिमा चाहिँ त्यहाँ चाहिँ केही न केही त्यो प्याटर्नलाई ब्रेक गर्छ त्यो चाहिँ हुनै पर्ने ठिक हो गर्नुपर्ने हो र त्यो भइसकेपछि त्यतिखेर 2070मा चाहिँ अब यहाँबाट हेर्दाखेरि शुक्रमा अब मैले यहाँ चाहिँ शुक्र समय निकालेँ होइन शुक्रमा बृहस्पतिमा राहु चल्ने अवस्था हुँदाखेरि चाहिँ यहाँ के भयो त भन्दाखेरि हजुर बृहस्पति राहु हजुर शुक्र त अब हजुरको लाभ भावको स्वामी भयो अनि यो भनौँ न वार स्थानको स्वामी भएर चाहिँ केन्द्रमा गएर बसेको छ तर निच भएर बसेको छ हजुर त निच भङ्ग पनि भएको छ कि शुक्रमा चाहिँ बुध महाराज त्यहाँ हुनुहुन्छ बुध महाराज अर्को कुरा भनेको सूर्यको दिग्बलले गर्दाखेरिमा त्यो पावरलाई पुरै उचालेर लगेको छ हजुर त्यहाँ त शुक्रले त्यो पनि लिएर गएको छ होइन तर निच भए पनि केही फरक परेन तर अब यो निच भएको कारणले गर्दा चार्टमा जब शुक्रको महादशा चल्छ हुन त योभन्दा अगाडि धेरैचोटि चल्यो होला होइन नेपालको लागि चाहिँ तर यतिखेरको सिचुएसनमा चाहिँ यो शुक्रले के गरायो त भन्दाखेरि यहाँ कुनै न कुनै किसिमको ट्र्यापवाला क्रिएसन गर्नु खोज्यो क्या यहाँ चाहिँ किन निच छ ऊ चाहिँ होइन भनेपछि त्यहाँ चाहिँ अब राजा ट्र्यापमा परेको होइन अताबाट चाहिँ अब इन्डियाको शरणमा जानु पऱ्यो इन्डियाको शरणमा जान खोज्दाखेरि नि यो इन्डियाकै थ्रुबाट चाहिँ आएको कारण किन भयो त कुम्भ राशि त नेपालको चार्टमा चाहिँ तेस्रो भावमा छ छिमेक जानु पऱ्यो नि त छिमेकमा जानु पर्ने अवस्था पनि बनेको र त्यहाँबाट फेरि रिटर्न किनभने कुम्भ राशिले फेरि युटर्न हान्न लगाउँछ भनेपछि त्यहाँ गएर फर्किनु पनि पर्ने अवस्था भयो अनि सूर्य त्यही छ हजुर होइन लगभग कम्बिनेसन लिएर यो दशाको हेर्दाखेरि चाहिँ नेपालमा कुनै न कुनै किसिमको अगेन ट्रान्सफर्मेसन बृहस्पति आउनै पर्ने छ बृहस्पतिको दशा जसरी पनि आउनै पर्छ किन भन्दाखेरि लगन नै इभेन्ट नै हो भनेपछि अनि फेरि हजुरको यो शुक्रको चाहिँ किन चाहियो त भन्दाखेरि शुक्र चाहिँ यो कुण्डलीलाई अकारक ग्रह पर्नु भयो कि हजुर अकारक ग्रह भएपछि त्यहाँ प्रब्लम ल्याउने राहु भनेपछि विदेशी तत्त्व देखियो स्याटर्न भन्ने बित्तिकै त्यो कुम्भ राशि अब स्याटर्न राहु कुम्भ राशि इनर्जी भनेपछि त्यो मासको इनर्जी त्यसपछि फेरि आउने हो सो स्याटर्न राहु आइरहेको अवस्था छ यहाँ चाहिँ सो त्यहाँ चाहिँ डिस्टर्बेन्स भएर त्यो एकदम कोलाहल भएर चाहिँ त्यसलाई फेरि सिधा बनाउने अवस्थाहरू चाहिँ बन्नु भयो जस्ट यहाँ चाहिँ के भयो त महादशा र यो के अरे अन्तर्दशाको लड चाहिँ बेनिफिट ग्रह भएको कारणले गर्दाखेरि बचियो यो नै मेलिफिक भयो भए चाहिँ त्यो नेक्स्ट लेभलको थियो कालखा बचिन्थ्यो बेनिफिक भयो हुनाले आफ्नो तरिकाले
लाड प्यारमा गर्छ नि त गर्छन् भन्ने कुरा म्यालिफेक्ट होइन अब यसमा चाहिँ अब मैले यो म्याक्रो प्रोग्रेसन पनि लिने भएँ अब यसमा चाहिँ कस्तो भयो त भन्दाखेरि सूर्य यतिखेर हजुरको 12 डिग्रीमा छ त्यो दिनको दिन चाहिँ भनेपछि अब हामी के विचार गरौँ त भन्दाखेरि 1 वर्षमा 1 डिग्री जान्छ भन्ने अवस्था गऱ्यो भने चाहिँ अब 183 वर्षपछि चाहिँ यो सूर्य चाहिँ लगभग तपाईँ कहाँ आउने भयो भन्दाखेरि यसमा मैले ठ्याक्कै सेजिटेरियस साइन घुमेर यहीँ आइपुग्छ कि हजुर गर्दै जाँदाखेरि चाहिँ भन्न खोजेको मतलब 30 60 90 120 गर्दै हजुरको होइन 150 180 होइन अनि त्यसपछि 210 होइन भनेपछि 180 भन्दाखेरि यहाँ आइपुग्यो ठ्याक्कै एक घर अपोजिटमा पर्यो 183 वर्ष आउनु पर्यो नि त 80 देखि 83 मा लगभग यसको एक्सेसमा आउनु पर्यो भनेपछि एउटा साइकल चाहिँ यहाँ कस्तो मीन राशिको क्वालिटिजहरू यहाँ अघि फोर्थ हाउसमा आउने अवस्था देखियो कि भनेपछि सूर्य चाहिँ त्यहाँ प्रोग्रेस गर्नु भने चाहिँ नयाँ किसिमको एउटा चाहिँ भनौँ न पहिलाको शासन सकिनु अघि मीन राशि सकेर नयाँ क्वालिटी सुरु हुने गण्डान्त पनि भनौँ न गण्डान्त रिजनतिर आएर सूर्य बसेको कारणले गर्दाखेरि अब त्यहाँ चाहिँ यो प्रजातन्त्र दिवस आयो प्रजातन्त्र आयो गण्डान्त एउटा चेन्ज अच्छा बुझे गण्डान्तको लेभलमा आउँदाखेरि त्यहाँ चाहिँ वाटर र फायरको कम्बिनेसन जस्तो बन्न खोजेको त्यहाँ चाहिँ हजुरको एक खालको ट्रान्सफर्मेसन खालको केही न केही उथलपुथल त हुनु पर्यो नि त्यो चाहिँ प्रजातन्त्र सरले चाहिँ क्यालकुलेसन गर्दाखेरिमा जुन प्रजातन्त्रको डेट र सूर्य प्रोग्रेसनको डेट चाहिँ ठ्याक्कै मिल्दोजुल्दो टाइममै आयो कस्तो मिल्न आयो त्यो 5th मै कोइन्सिडेन्टली भन्दा पनि त्यो गणितले नै क्लियरली देखाइरहेको जस्तो तरिकाले आयो कि यो चाहिँ कस्तो राम्रो रिसर्च गर्नु भएर त्यहाँ म्याक्सिमम यो म्याक्रो प्रोग्रेसन अनुसारले पनि यो चिजलाई ओके गर्यो होइन यो ओके गरिसकेपछि अब फेरि यसले अब पञ्चायतलाई पनि एक्सप्लेन त गर्नै पर्यो गर्नै पर्छ अब यो पञ्चायतले फेरि हजुर यो 22 पुस 22 गतिको दिन चाहिँ यो ट्रान्जिट यतिखेर के थियो यतिखेर पनि हेर्नुहोस् है हजुर कुम्भ राशिमा केतु रहेको अब यहाँ हेर्नुहोस् है फेरि अगेन यहाँ चाहिँ त्यो कुम्भ राशि र सिंह राशिको साइकल गएकै छैन कार्मिकै रहेछ कार्मिक 11-5 लाई चाहिँ डेन्जर साइकलमै अब जस्तो अहिले पनि यो जुन घटना घट्यो फेरि यो 11-5 को एक्सिसमै आएर बस्यो कुम्भ र मीनको कार्मिक त्यो त घटेको उसै छैन आएकै छैन भनेपछि यहाँ पनि एक किसिमको कार्मिक साइकल आउनुभयो अब यसमा मैले म्याक्रो चाहिँ निकाल्न अलिक भएको छैन होइन ठिक छ ठिकै छ यसमा चाहिँ अब दशा के आयो भने बृहस्पति चाहिँ अन्तर चल्नै परेको तर यसपालि सूर्यको आयो के हो त अगेन यहाँ चाहिँ राजाले नै पञ्चायत व्यवस्था लिएर पर्नको लागि चाहिँ उहाँले नै केही न केही चिज टेक ओभर गर्नुपर्ने अवस्था भयो होइन अब यतिखेर चाहिँ चलेको थियो हजुरको शुक्रको महादशा त्यसपछि तपाईँको सूर्य आउनु पऱ्यो होइन सूर्य आउने बेलामा चाहिँ यो शुक्रले जे चिज लिएर आउनु खोजेको थियो होइन अब यसलाई अब धेरै किसिमबाट भन्न मिल्छ भन्नु त हजुरको होइन तर मेरो इन्टरप्रिटेसन चाहिँ शुक्रको समयपछि जब शुक्रको समयलाई हामीले चाहिँ अब एकदम लग्जरी पिरियड रमाइलो आफ्नो इच्छा आकाङ्क्षा पुरा हुने भन्ने खालको क्वालिटीले चाहिँ 20 वर्ष लामोको त्यो दशा सकिसकेपछि चाहिँ मान्छेलाई त्यो कुराको एउटा बानी बसिसकेको हुन्छ र त्यसपछि जब सूर्यको दशा आउँछ अब लोड बोक्नु पर्यो नि त भनेपछि यो समयमा चाहिँ के गरेर तर नि राजाले आफ्नो लोड चाहिँ अरूलाई दिए आफू लग्जरीमा बस्यो यो समयमा चाहिँ के गर्यो त राजाले भन्दाखेरि सूर्यको समय त्यो रेस्पोन्सिबिलिटी म आफै लिन्छु भाइ तिमीले लिनु पर्दैन भन्ने खालको हिसाबमा चाहिँ उहाँले आफैले लिनुभयो कि भन्ने खालको अवस्था लिएर आउने अवस्था बन्यो होइन यो जुन चाहिँ भिनसले जुन लिएर आएको थियो